राम्रो बल भित्रतर्फ ल्याएका थिए ठुलो अपिल अम्पायरले सहमति जनाएका छन् यहाँ करण केसीले आफ्नो दोस्रो ओभरमा नेपाललाई पहिलो सफलता दिलाएका छन् ओभरमा 2 बल ब्याटमा लागेको छ र फेरि एकपल्ट शाहनाज दिपेन्द्र सिंह सफलता दिएको छ यो ठुलो झट्का पहिलो बल भित्रतर्फ ल्याएका थिए ठुलो अपिल र औला उठेको छ ललित करण रनपछि Miss hit, opportunity, fielder getting underneath, this should be taken, brilliant grab in the deep. राम्रो बल थ्रु द गेट गर्ने गरी चाहिँ क्रिकेटमा ब्याट र ब्याटको पिचबाट भित्रतर्फ आएको थियो कुनै जवाब थिएन तनवीरसँग त्यसैको यो बल ठुलो सट खेल्ने प्रयास टपेस लागेको छ बल निकै बेर हावामा र यो अन्त्य हुनेछ युएई को पारीको 163 रनमा सम्पूर्ण